सबैजनालाई नमस्कार। आज चाहिँ अन्तस्करणमा लाग्ने 3 दोष मल, विक्षेप र आवरणको बारेमा चाहिँ आफूले सुनेको जानेको कुराहरू सेयर गर्न प्रयास गरिरहेको छु। यो च्यानलमा चाहिँ आफूले जानेकै आध्यात्मिक कुराहरू लाई सेयर गर्ने प्रयास गरेको छु ताकि भर्खर सिक्दै गरेको आध्यात्मिक जिज्ञासुहरूलाई पनि केही जानकारी होस् भनेर। अब हाम्रो अन्तस्करणमा चाहिँ 3 दोष रहेको छ, मल, विक्षेप र आवरण भन्छ। मल भनेको चाहिँ यस्तो दोष हो जुन हाम्रो अनन्त जन्मदेखि रहेको जुन हाम्रो संस्कार छ, जसले चाहिँ हामीलाई पुनः वासना, विषय वासनातिर लिएर जान्छ, त्यसलाई मल भनिन्छ। अब त्यसमा चाहिँ काम, क्रोध, लोभ, मोह अर्थात् राग र द्वेषहरूलाई पनि मानिन्छ। त्यस्तै विक्षेप भनेको चाहिँ मनको चञ्चलता हो। जुन भोगिएको भोग छ, भोगिएको विषय वासना छ, त्यसले चाहिँ पुनः हामीलाई त्यही विषय वासनातिर लिएर जान्छ भने त्यसलाई विक्षेप भनिन्छ। र मन चञ्चल भएको कारणले चाहिँ हामीले परमात्माको स्वरूपलाई देख्न सक्दैनौँ। त्यही कारण यो पनि एउटा अन्तस्करणको दोष हो। र अन्तिम दोष भनेको चाहिँ आवरण हो। आवरण भनेको चाहिँ हाम्रो अशिक्षा र अज्ञानताले चाहिँ हामीलाई आफ्नो स्वरूपको बारेमा थाहा नहुनुलाई आवरण भनिन्छ। र आवरणले चाहिँ हामीलाई आफ्नो स्वरूप थाहा नहुँदा हामी चाहिँ अब यो मान्छे हो, यो चाहिँ प्राणी हो, यो अब अर्को स्वरूप हो भनेर हामी देखिरहेका हुन्छौँ। वास्तवमा परमात्मालाई सबैतिर देख्न रोक्ने चाहिँ यही 3 दोषलाई मानिएको छ। यही जानकारीका साथ आजको भिडियो यहीँ समाप्त गर्दछु। धन्यवाद।